हेलो साथीहरु, आजको दिनमा मैले के खाएँ के गरेँ त साथीहरु। त्योभन्दा अगाडि तपाईहरु सबैजनालाई स्वागत छ मेरो डेली मिनी भ्लगमा। म चाहिँ जुनु मगर नवलपुरबाट। अनि आजको बिहान उठेपछि हाम्रोतिर मौसम चाहिँ यस्तो थियो। यो तल देखेको चाहिँ हाम्रो चर्च हो साथीहरु। अनि पानी परेको थियो नि त, अनि मौसम यस्तो दामी थियो। अनि म चाहिँ ब्रस गरेँ, आगो फुकेर सधैँ चाहिँ मैले खानासाना बसालेँ साथीहरु। अनि यो चाहिँ हिजो काटेको थियो नि त, यता भैँसी काटेको थियो। अनि त्यसैको मासु हो। म चाहिँ पाकिसक्यो खाना चाहिँ। अनि मैले चाहिँ सबै भिडियो बनाएर अनि मासु पकाएको भिडियो बनायो। मैले चाहिँ झोल बनाएर बनाएको थियो। अनि खायो, खानासाना खाएँ। म एकछिन आराम गरेँ साथीहरु। त्यसपछि दिउँसो भएपछि खाजाको लागि चाहिँ आज मैले मोमो बनाएको थिएँ साथीहरु। अनि यता देख्न सक्नुहुन्छ मैले चाहिँ मोमोसम्म बनाएर नि रेडी बनाइसक्यो। अनि मैले यता मोमो बनाएको नि थोरै भिडियो बनाएको थिएँ, देख्न सक्नुहुन्छ। मैले चाहिँ मोमो फोल्ड गर्दैछु। यता मोमो बनाउनु चाहिँ म हो, अनि बेल्ने चाहिँ मेरो सासु मम्मीले बेल्नु भएको थियो कि साथीहरु। अनि कति मोमो खाएको भन्छ मान्छेहरूले, जति खाए नि खानै मन लाग्छ हो साथीहरु। अहिले चाहिँ फर्स्ट टाइम हो मैले बफ मोमो बनाएर खाएको। यस्तो दामी भएको थियो, एकदमै मिठो भएको थियो साथीहरु। मलाई चाहिँ अहिले चिकनको भन्दा बफको नै फेभरेट लाग्यो साथीहरु मोमो चाहिँ। यहाँ देख्न सक्नुहुन्छ सब मैले बनाएको हो के। अनि यहाँ पाकेको जति मैले यहाँ हालेर राखेको थिएँ। अनि यहाँ चाहिँ आधी चाहिँ स्टिम हुँदै थियो साथीहरु। अनि यो भिडियो चाहिँ कस्तो टेर्सो भएछ मैले यादै गरेको थिएन। अनि मैले चाहिँ लोकल टमाटरको अचार पनि बनाउँदैछु साथीहरु मोमोसँग खानको लागि। अनि अरूको घरतिर त आज वैशाखी पुण्य हो नि त, पूर्णिमा हो नि त। अनि पूजासुजा गर्छ, हामी चाहिँ क्रिस्चियन हो नि त। अनि हाम्रो पूजासुजा चल्दैन, त्यही भएर हाम्रो चाहिँ हिजो मासु काटेको थियो। अनि आज चाहिँ हामी मोमोसम्म बनाएर खायौँ। अचार पनि रेडी भयो, देख्न सक्नुहुन्छ साथीहरु। अनि मोमो पनि देख्न सक्नुहुन्छ यहाँ पाकेर रेडी भएको छ। धेरै बनाएको थिएन, अनि हामी घरको 3 जनालाई ठ्याक्कै पुग्ने बनाएको थियो। अनि लास्टको पाली पनि स्टिम हुँदैछ, त्यसपछि लाग्यो हामी खानाकोतिर। हामी चाहिँ धेरै चाहिँ बनाएको थिएन, तर यतिले पुग्यो हामीलाई खानको लागि। अनि मैले चाहिँ आज साथीहरु भिडियो खाएको चाहिँ एकदमै लामो भिडियो राखिदिएँ, किनभने अझै त्यत्रो लामो भिडियोमा नि मैले खाएर भ्याएको थिएन। एकदमै मिठो भएको थियो। मोमो चाहिँ एकदमै जुसी भएको थियो क्या, किनभने त्यो भैँसीको मासुमा चाहिँ त्यो बोसो हुन्छ नि त। अनि त्यसैले कस्तो जुसी भएको थियो। अनि एकदमै मिठो लाग्यो मलाई चाहिँ। अब चाहिँ मोमो बनायो भने बफकै बनाएर खाने जस्तो लाग्यो मलाई चाहिँ साथीहरु। अनि कुन ठाउँमा पानी परेको छ, कुन ठाउँदेखि भिडियो हेर्नु भएको छ, त्यो पनि कमेन्टमा भन्न सक्नुहुन्छ। हाम्रोतिर चाहिँ बर्खा लागेको जस्तै भयो साथीहरु। पानी परेर केही काम गर्नै नमिल्ने, सुत्यो उठ्यो खायो, फेरि सुत्यो उठ्यो खायो, कामै त्यही भयो। के गर्नु, रमाइलो पनि भएको छ। अनि साथीहरु यस्तो जाडो गर्दा झन् मोमो खान मन लाग्ने, यस्तो चिजहरु के बनाएर खाम यस्तो जाडोमा जस्तो लाग्छ क्या। हजुरहरुलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्दैन? म चाहिँ हिजो अस्तिदेखि नै मोमो बनाएर खान मन लागिरहेको थियो। अनि फेरि हिजो चाहिँ भैँसी काटेको थियो नि त, अनि बफ थियो, अनि मासु अलि धेरै नै थियो। अनि अहिले पनि छ। अनि आधी मासुको नै मोमो बनाएको थिएँ मैले चाहिँ। अनि बफको त मिठै हुने रहेछ। अनि त्यो कुखुरा चिकनमा फेरि अनि अहिले फेरि रोग आहा भन्दैछ नि त। अनि त्यसको मासु चाहिँ अलि खासै खान मन लागेको छैन। अनि साथीहरु हिजो अस्ति त्यस्तो गर्मी भएको दिन, अनि आज हिजो त के भएको, यस्तो जाडो दिनमा जस्तै जाडो भएको छ। पानी परेर होला सायद। पानी फेरि जब परे हुन्छ क्या। अनि कहिले घाम लाग्ने, कहिले पानी परे गरे पो मिल्छ, कहिले चाहिँ पानी परेको कहिले चाहिँ घाम चर्केको साथीहरु। गाह्रो छ गाह्रो। अनि थोरै पिठो पनि निस्केको थियो मोमोको लागि भनेर मुछेको पिठो। अनि 2टा रोटी पनि बनाएर त्यही मोमो बनाउने भाँडामै स्टिम गरेको। त्यस्तो गरेपछि नि कस्तो नरम कस्तो मिठो हुन्छ क्या। अनि त्यो पनि बनाएको थियो, अनि हामी त्यो पनि खायो साथीहरु। अनि साथीहरु के भएको, अस्ति चाहिँ झन् सुरुमा कति भ्युजहरु आएको थियो मेरो भिडियोमा, झन् अहिले बिस्तारो झन् घट्दै गएको। त्यो सबैजनाले सपोर्ट गरिदिनु होला। अनि फलो नगरेको जतिले फलो पनि गरिदिनु होला भन्न चाहन्छु म चाहिँ साथीहरु। अनि भिडियो बनाउने बानी नपरेर होला, कस्तो साथीहरु भन्न मात्रै आउँछ क्या। कस्तो मुखमा त्यही मात्रै झुन्डिन्छ, जे भनेर पनि साथीहरु भन्न आउँछ। सो माइन्ड नगर्नु होला, सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु म चाहिँ। आज मोमो खान पाएर यस्तो खुसी भइरहेको थियो, देख्न सक्नुहुन्छ। यहाँ खाँदै मिठो छ भन्दै बसिरहेको थिएँ। यहाँ देखाउँदै पनि छु मैले मोमो चाहिँ। कोही चाहिँ कत्रो ठुलो भएको थियो।
अनि कोही चाहिँ सानो ठ्याक्कै एक ग्यासमै खाने जत्रो भएको थियो क्या साथीहरू। मैले अनि यहाँ फुकाएर पनि मोमो फुकाएर पनि देखाएको छु। यस्तो जुसी भएको थियो क्या, कस्तो मिठो भएको थियो। कुखुराको भन्दा त धेरै नै मिठो भएको थियो। अब चाहिँ मैले मोमो बनाएँ भने बफको नै बनाएर खाने निर्णय गरेको छु साथीहरू। मेरो यो भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु। अनि साइडमा देख्न सक्नुहुन्छ मेरो छोरीले फेरि भिडियो गरेको देख्नै हुन्न के, क्यामेरामा आइहाल्ने के। अनि टिकटक बनाउँदा नि सधैँ आउने हो के, एक्लै टिकटक बनाउनै पाउँदैन। के गर्नु, बच्चा भएपछि अब आएपछि उता लखट्नु नि भएन, त्यहाँ नक्कल पारेको देख्न सक्नुहुन्छ मेरो छोरीले। यति भन्दै आजको भिडियोलाई अन्त्य गर्न चाहन्छु साथीहरू। भेट्नेछौँ अर्को मिनी भ्लगमा। म चाहिँ खाजा खाएर बाटोतिर डुल्दैछु। ओके, बाई।